दर्शकवृन्द नमस्कार। तपाईं यति बेला खबर आजको .com हेर्दै हुनुहुन्छ। पतञ्जलि योग समिति नेपाल केन्द्रीय सदस्य एवं केन्द्रीय प्रशिक्षक लोकनाथ खनालज्यूसँग मैले आज विशेष कुराकानी गर्ने कोसिस गरेको छु। योग मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउने एउटा मार्ग हो। सोही अनुरूप अहिलेको परिवेश चलेको छ या छैन, योग किन आवश्यक हुन्छ, योग कसका लागि गर्ने भन्ने विषयवस्तुमा म अन्तरङ्ग कुराकानी गर्ने कोसिसमा जुटेको छु। आउनुहोस्, आज मैले पूर्वोद्घोष गरे अनुसार लोकनाथ खनाल जुन चाहिँ पतञ्जलि योग समिति नेपालका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रशिक्षक हुनुहुन्छ, स्वागत छ यहाँलाई। नमस्कार। सन्चै हुनुहुन्छ? ठीक छ, एकदम। यहाँ योग प्रशिक्षक हुनुहुन्छ। योग भनेको के हो? योगका परिभाषा धेरै हुन्छन्। हजुर। त्यसलाई कसरी जोड्ने? हजुर। स्वास्थ्यसँग जोड्ने कि जीवनशैलीसँग जोड्ने कि अलग अलग परिभाषा आउँछ। योगको एउटै परिभाषा हुँदैन। अब समग्र भन्दा योग जीवन जिउने कला हो, योग परिवर्तनको विज्ञान हो, रूपान्तरणको विज्ञान हो, योग चिकित्सा पद्धति हो, योग जीवन पद्धति हो, योग साधना पद्धति हो। यस्ता धेरै परिभाषा हुन्छन्। हामीले बुझ्दै गर्दाखेरि योग भनेको जीवन जिउने एउटा मार्ग हो। योग कसका लागि हो? खासमा कस्तो व्यक्तिको लागि योग आवश्यक छ? स्वयंका लागि, स्वयंलाई परिवर्तन गर्दै परिवार, समाज र राष्ट्रका लागि। पहिला त स्वयं ठीक हुनु पर्यो नि, अनि न राष्ट्रका लागि, समाजका लागि केही गर्न सकिन्छ। त पहिला स्वयंलाई ठीक गर्ने, त्यो ठीक गर्ने सबभन्दा राम्रो कला भनेको योग नै हो। योगले शरीर पनि ठीक गर्छ, योगले मनलाई पनि ठीक गरिदिन्छ। यहाँनिर फेरि गुरु मान्छेहरूको विभिन्न किसिमको धारणा छ क्या, होइन? जस्तो योग गर्नको लागि एउटा बुढ्यौलीपन आउनुपर्छ अथवा चाहिँ एउटा किसिमको चाहिँ एउटा लेभल अथवा एउटा उमेरको एउटा हद चाहिँ पार गर्नुपर्छ, त्यस पछाडि योग उपयुक्त हुन्छ भन्ने पनि छ। भन्नेका लागि के छ भने, धर्म गर्नलाई पनि के हो भने बेलै भएको छैन भनिदिन्छन्। योग गर्नलाई बेलै भएको छैन भनिदिन्छन्। योग गर्नलाई कोही पातला देख्यो भने यस्तो पातलाले किन गरेको भनिदिन्छन्। एकदम त्यो भन्नेका पछि लाग्नु हुँदैन। तर जो आफ्नो कल्याण चाहन्छ, जो आफ्नो साथै अरूको पनि कल्याण चाहन्छ, जसले आफ्नो कल्याण गर्न सक्दैन त्यसले अरूको के कल्याण गर्छ भनेपछि योगले पहिलो प्राथमिकता भनेको आफ्नो कल्याण हो। आफ्नो कल्याण त हो त। आत्मकल्याण भएपछि न अनि परमात्मासँग पनि मिलन हुन्छ। आत्मकल्याण भएपछि न अर्को आत्मालाई पनि ठीक गर्नतिर लाग्न सकिन्छ। आफै ठीक छैन, आफै रोगी छ, उसले अरूलाई के गर्न सक्छ? बडो गजबको कुरा। सो गुरु, अब यो आत्मा र परमात्मा भन्छौँ क्या हामीले, होइन? यो आत्मा र परमात्मालाई चाहिँ एक हिसाबले जोड्ने भनौँ न, होइन? जोड्ने, योग भनेको कनेक्सन गर्ने काम चाहिँ कसले गर्छ? योगले मिलाउने काम योगले गर्छ। कसरी गर्छ अलिकति प्रश्न पार्दिनु न। यो त फिलिङको कुरा हो। हजुर। यो चिनी खाएपछि, हजुर, त्यो चिनीको स्वाद कस्तो छ भनेर कसरी देखाउनु? भनेपछि यो कनेक्सन भन्ने चिज महसुस गर्ने हो। त्यो चिनीको स्वाद कसरी थाहा हुन्छ? महसुस गरेर, खाएपछि थाहा हुन्छ। हजुर। हो, त्यो खानु पर्यो पहिला। अलि प्रश्न पार्नुहोस्, मैले त बुझ्ला। हजुर, चिनी खाएपछि, हजुर हजुर, चिनी कस्तो भयो भनेर कसरी बताउनु? गुलियो भयो भन्ने त हामीलाई गुलियो भन्ने हो। गुलियो कस्तो हुन्छ? कस्तो हुन्छ, होइन? ठ्याक्कै त्यसको यस्तो हुन्छ भन्न सक्ने अवस्था छैन। त्यो त खाएपछि थाहा हुन्छ। खाएपछि थाहा हुने भयो। महसुस मात्रै गर्नु पर्यो, फिल गर्नु पर्यो। फिल गर्नु पर्यो। परमात्मासँग जोडिनु भनेको महसुस गर्नु हो। त्यो सुपर पावरलाई फिल गर्न सक्नु पर्यो। यो फिल गर्ने जुन कुरा आयो, कसरी फिल गर्छ? कस्तो मात्रै फिल गर्ने कला नै योग हो त, होइन? जस्तो कला त योग हो, माध्यम हो, यो एउटा मार्ग हो, होइन? जस्तो कस्तो मात्रै व्यक्तिले जो भगवानको अथवा चाहिँ त्यो परमात्माको चाहिँ फिल गरे मैले भन्ने खालको अनुभूति, जस्तो जो कोहीले गर्न सक्ला नि त। त्यसो भए जो कोहीले गर्न त्यही मार्गमा लाग्यो भने त गरिहाल्छ नि। मार्गमा लाग्यो भने गर्छ।
त्यो मार्गमा लाग्यो भने ठिक छ, कसैलाई ढिलो हुन्छ, हजुर कसैलाई अलि छिटो हुन्छ, त्यसको हिजो गरेका कर्मको पनि प्रभाव हुन्छ होइन। त हिजो गरेको राम्रो कर्म छ भने अलि बाटो छिटो खुल्ला होइन, बाटो पहिले तयार पारेको छ भने त्यो बाटो खन्न अलि सजिलो हुन्छ। अब अहिलेदेखि एकदम भर्खर खन्नु परेको छ भने त बेस अलिक बनाएको छैन भने त अलि बढी समय लाग्छ, त्यति समय लाग्छ। वास्तवमा योग कति समयसम्म सिक्नुपर्छ भन्ने केही यसो लिमिटेसन छ? त्यसको छैन। सतु दीर्घकाल नैरन्तर्य सत्कारा सेवितु दृढभूमि, त्यसको कुनै सीमा छैन। दीर्घकालसम्म निरन्तर अनि सत्कारपूर्वक। मान्छेले त आवश्यक हुन्छ नि, मलाई आवश्यक पर्यो भने मात्रै म योग गर्छु, तर यो कतिको सही या गलत के हो? अब यसो छ, हामी भोजन हजुर के गर्छौँ? भोक लाग्दा मात्रै खान्छौँ? हामी नियमित खान्छौँ। भोक त भोकै लागेपछि खान्छौँ फेरि। हो नो नो नो, तपाईँ पढाउनुहुन्छ एकदम, त स्कुल जाने बेलामा खानुहुन्छ। हजुर त्यो भोक लागोस् कि नलागोस्, किनकि दिउँसो का लागि तयारीका साथ खाएर गइन्छ एकदम। त भोक लागेरै खाने भन्ने हुन्छ र? छैन, त्यहाँ छैन। त्यतिखेर भोक लागेकै हुन्छ भन्ने त छैन। छैन। त भोजन तपाईँ दैनिक खानुहुन्छ। हजुर दैनिक चाहिन्छ भोजन भने। हजुर यो केका लागि भोजन? शरीरका लागि। शरीरका लागि। हजुर हो, त त्यो शरीरका लागि भोजन चाहिन्छ भने शरीरका लागि योग पनि चाहिन्छ, किनकि त्यो भोजनबाट प्राप्त तत्त्वलाई एक्टिभ बनाउनका लागि यो बडीलाई एक्टिभ बनाउनु पर्यो। हजुर त्यो बडीलाई एक्टिभ बनाउने सबभन्दा राम्रो विधि के हो त भन्दा योग नै हो। योगमा पनि अलग कुराहरू छन्। हजुर त्यो भन्दिनु न, कस्तो खालको के कुराहरू छ? हजुर आसन, हजुरले शरीर चल्ने खालका क्रिया भयो। योगमा प्राणायाम छ, प्राणायामले श्वासलाई नियन्त्रित गर्यो होइन। त्यसरी योगभित्र पनि अलग अलग स्टेजहरू छ। जस्तो हो यहाँले भन्दै गर्दाखेरि मैले अलिकति योगमा यम, हजुर नियम, योग आसन, भित्रका जुन आसनहरू स्टेजेसहरू भन्नुभयो नि, त्यो सबै स्टेजेसहरूमा सबैभन्दा महत्त्वपूर्ण हाम्रो आम मानिसहरूलाई आवश्यक पर्ने चाहिने र जसले गर्दाखेरि हामीलाई अझ गुड हेलिङ होस्, सबै आवश्यक छ। जस्तो यम भनेको यो अनुशासन हो, समाजप्रति गरिने अनुशासन। नियम भनेको आफूप्रति गरिने अनुशासन। यम भनेको समाजप्रति नियम पालना गर्दै अनि शरीर चलाउने काम गर्ने, श्वास चलाउने काम गर्यो भने त्यसको रिजल्ट सबभन्दा राम्रो हुन्छ। गुरु यस्तो भन्ने छ नि चलन त, योगी बन्नको लागि पहिलो कुरा त हामी एउटा त्यागी बन्नुपर्छ होइन र? जस्तो हामी पारिवारिक हुनु हुँदैन भन्ने खालको पनि त सुनिन्छ नि। अब पहेँलो कपडा लगाउनु पर्ने अथवा सेतो कपडा लगाउनु पर्ने मान्यता हिजो थियो। कस्तो हो त्यो मान्यताका कारण ओझेलमा थियो। जब स्वामी जी महाराजको आगमन भयो, उहाँले यसलाई चिरिदिनु भयो, उहाँले टिभीका माध्यमबाट सिकाइदिनु भयो। अरू धेरै योग शिक्षक तयार पारेर हरेक गृहस्थहरूलाई सिकाइदिनु भयो, त कल्याण भयो कि भएन? भइरहेछ। एउटा रोगी शरीर निरोगी हुनु कल्याण भयो कि भएन? कल्याण भयो। त योगले त त्यो कल्याणको काम गर्छ। यहाँ केही यो के अरे पहेँला लुगा लाउनै पर्छ भन्ने कुरा होइन, जाग्नु पर्यो। आफूभित्रबाट जागरण, त्याग भनेको नि त जागरण हो नि त। अब त्याग्ने के त भन्दा आलस्यता त्याग्नु त पर्यो त। बिहान अबेरसम्म सुत्ने कुरालाई त्याग्ने होइन। फेरि हाम्रो अहिलेको पछिल्लो समयमा तपाईँको अहिले यो आधुनिक साइन्सले के भन्छ भने आराम पनि गर्नुपर्छ भन्छ क्या। अब यसमा तालमेल कसरी? आराम त्यत्रो रातभरि दिएको के काम त होइन। कति अधिकांश मान्छेहरूलाई चाहिँ 8 घण्टा सुत्नै पर्ने हुन्छ। कति घण्टा सुत्ने हो हामी? यसमा पनि कुरो के आउँछ भने 8 घण्टाको कुरा के हो भने 8 घण्टा आराम, 8 घण्टा चाहिँ काम, 8 घण्टा व्यक्तिमा फरक पर्छ। कसैलाई 6 घण्टैमा पुग्छ, कसैलाई 12 घण्टा सुते नै पुग्दैन। 8 घण्टा पुग्छ भने के छ? हामी योगीहरू त यो फरक छ। यो कसलाई कतिमा पुग्छ त्यही अनुसार सुत्ने। तर जसले योग गर्छ नि, प्राणायाम गर्छ नि, त्यो निन्द्राबाट प्राप्त ऊर्जा त्यो प्राणायामबाट नि प्राप्त हुन्छ। निन्द्राबाट प्राप्त ऊर्जा चाहिँ प्राणायामबाट पनि प्राप्त हुन्छ। त्यहाँ हामी योग निद्रा भनेर पनि गर्छौँ। योगमा कस्तो थोरै समयमा त्यो अहिले यति सम्झिनु, योग निद्रा पनि छ। यति थोरै समयमा त्यसले धेरै त्यो निन्द्राको कामलाई समेटिदिन्छ। एउटा प्राणायाम छन्, यो अनुलोम विलोम प्राणायाम भन्ने छ, भस्त्रिका प्राणायाम छ,
यो प्राणायाम पनि हामी ध्यानपूर्वक, किनकि त्यहाँ आँखा चिम्लेर जब ध्यानसहित हामी गर्छौँ त्यसले पनि के गर्छ, जुन निन्द्राबाट प्राप्त ऊर्जालाई प्राप्त गरिदिन्छ। गुरु अहिले पछिल्लो समयमा यो परिवेशमा, यो समाजमा, यो पृथ्वीमा भनौँ, धेरै मान्छेहरू रोगी हुनुहुन्छ, विभिन्न किसिमको नयाँ नयाँ रोगहरू पनि आएको छ, सङ्क्रमित हुनुहुन्छ होइन। अझ विशेष गरेर अहिले क्यान्सर, मधुमेह, विशेष गरेर मुटु नयाँ नयाँ कुरा पनि त ल्याइरहेछौँ, आइराखेको छ। अब यो नयाँ कुरा के ल्यायौँ त भन्दा यहाँ भोजन कहाँबाट आउँछ? विकल्प छ नि त। अब जस्तो बजारहरू अहिले पहिला थिएन, अहिले त आउँछ त। अहिले त आउँछ। त्यो हो, त्यो सामानका साथमा के ल्यायौँ? रोग ल्यायौँ। यहाँ खाजामा के खान्छौँ? चाउचाउ, रेडिमेड चिजहरू, चाउचाउ होइन, यी जोस् बजारकै चिज खान्छौँ। पहिला के थियो? हामीहरू अब जस्तो लोकल उत्पादित चिजहरू हो, लोकल उत्पादन चिज, मकै, बटमास, यस्तै कुरा खाइन्थ्यो। कोदो, मकै। रोग त तिनीहरू ल्यायो नि त। रोग किनेका छौँ हामीले, त्यसो भए पैसा तिरी किन्ने। अनि अर्को कुरा, अहिले सायद हामी आफ्नो बारीमा पनि हजुर विषादी त राम्रै हाल्छौँ होला नि एकदम। अब त्यसको असर यो शरीरमा पर्छ कि पर्दैन? परिरहेको छ। त प्रत्येक घाँसमा, हजुर, प्रत्येक श्वासमा हजुर विष लिएपछि हजुर त्यसलाई विष फाल्ने कि नफाल्ने त? त विषलाई जान्छ त, योगले फाल्छ विष। हो, विषलाई फाल्ने। अब यसको फेरि नाममा मैले त यत्रो योग गरेको छु भनेर फेरि त्यो बढाउने चाहिँ होइन, जो विषादी बढाउनु भएन। हजुर हो, यो चेतना हो। चेतना जागेपछि त त्यसलाई घटाउनु पर्यो। विषादीलाई घटाउने, योगलाई बढाउने। योगलाई बढाउने के गर्छ? पसिनाका माध्यमबाट, प्रश्वासका माध्यमबाट शरीरमा भएका टक्सिन्सहरू, विषहरू बाहिर निस्किन्छन्। अहिले जति पनि रोगहरू लागेको छ नि, धेरै मान्छेलाई अहिले हामी हस्पिटलमा जानु पर्यो भने धेरै जस्तो मान्छेहरू चाहिँ आफ्नो पर्सनल हेल्थ सक्रियले गर्दाखेरि होइन रोगी बन्नु भएको पनि पाइन्छ। गर्ने त्यही भएकै। अब हामीलाई योग साधनाले पनि कस्तो भने थाहा नपाएर होइन, फेरि थाहा पाइ हो। सूत्रले के भन्छ, प्राचीन विज्ञानले के भन्छ भने प्रज्ञापराधो हि सर्वरोगाणां मूल कारणम। प्रज्ञापराध, प्रज्ञा भनेको बुद्धि, प्रज्ञापराध भनेको ज्ञानको दुरुपयोग जसले गर्छ त्यसलाई शरीरको रोग लाग्छ, मनको रोग लाग्छ। जस्तो के खाना हुन्छ, के खानु हुँदैन थाहा छ कि छैन? थाहा छ त। थाहा छ त। त्यही पनि के गर्छ, खाइदिन्छन्। भनेपछि त्यहाँ के भयो? ज्ञानको दुरुपयोग भयो। जसले ज्ञानको दुरुपयोग गर्छ त्यसलाई समस्या हुन्छ। निरोगी बन्नको लागि गर्ने के त त्यसो भए? त्यही त, गर्ने के त भन्दा बिहान सबेरै उठ्ने, साधना गर्ने। त साधना हो, आफूलाई कुन सहज लाग्छ त्यही गर्दै जाने। अहिले आसनबाटै सुरुवात गरे नि भयो, कम्तीमा बरु नृत्य आसन गरे नि, नाच्नेबाट सुरुवात गरे नि भयो। केबाट हुन्छ? पहिला एक्टिभ बनाउनु पर्यो शरीरलाई, बिहान सबेरै उठ्नु पर्यो। यसमा त जस्तो अब हामीले चाहिँ बडो गजबको कुरा गर्नुभएको छ, एक्टिभ बनाउनु पर्यो हामीलाई होइन। हामी आफै एक्टिभ छैनौँ, प्यासिभ छौँ। यो कुरा एकदमै जायज पनि छ। हामी हेल्थ क्राइ जस्तो भनौँ न, जानी हामी बिग्रिएको छौँ भने जस्तो। अब खासमा अब यो योग साधनाले गर्दाखेरि होइन हरेक रोगको निवारण गर्छ भन्ने कुराहरूमा यहाँले कतिको विश्वस्तका साथ भन्न सक्नुहुन्छ आम त्यो दर्शकहरूलाई? अथवा चमत्कार हुन्छ, विश्वस्तता मात्र होइन, चमत्कार हुन्छ। जसले गर्छ, योग जसले गर्छ चमत्कार हुन्छ। एउटा कुरा के बुझ्नु भने, एउटा फर्मुला फेरि दिन्छु। हजुर, योगले सबै रोग निको पार्छ। हजुर, तर सबै रोगी होइन। योग गर्नेहरू सबै रोगी होइनन्। होइन, सबै रोगलाई ठिक त गर्छ, तर सबै रोगीलाई होइन। अन्त रोगीले गर्दै गरेन भने कसरी हुन्छ त? कस्तो राम्रो। योगले सबै रोग चाहिँ निको पार्छ, तर सबै रोगीलाई चाहिँ होइन, किनभने सबैले गर्दैन नि त। गर्नु पर्यो नि। अनि जस्तो अहिले यो ठाउँमा अहिले योग शिविर लाग्दैछ, कारण के हो भन्दा जसले आयोजना गर्दै हुनुहुन्छ यहाँ वडा अध्यक्ष ईश्वरीजी, उहाँ आफै रोगले पीडित भएर अहिले चेन्ज आएपछि, रूपान्तरण भएपछि उहाँलाई एउटा उत्साह भयो कि म बसेको ठाउँमा मेरा जनतालाई पनि त यो कुरा त दिनुपर्छ नि भन्ने लागेर उहाँले यो कार्यक्रम गर्दै हुनुहुन्छ नि। उहाँमा पनि परिवर्तन आएर, चेतना आयो।
आफ्नो समाजलाई चाहिँ तपाईँको स्वस्थ बनाउनु पर्छ भन्ने किसिमको भाव पैदा भयो। त्यसै नत्र यो विकट ठाउँमा यो गर्ने सम्भावना पनि त कम थियो नि। यहाँ त कालना पँधेरो हरेक बेला यताउता गयो त्यसले पनि काम गर्छ त होइन र? यहाँ त्यही हामी त्यही भन्छौँ होइन, उकालो ओह्रालो गरिरहेको छौँ। अनि त्यो यहाँका मान्छेलाई ढाड दुख्छ कि दुख्दैन? त्यो उकालो ओह्रालो गर्नेहरूको ढाड दुख्छ कि दुख्दैन? त्यो बुझ्नुपर्छ। दुख्छ नि, दुख्छ। ग्यास्ट्रिक छ भन्छन् भन्दैनन्? हुन्छ नि, हस्पिटल कुदिरहेको हुन्छ नि। हो, त्यो गर्दा गर्दै उकालो ओह्रालो गर्दा गर्दै हामीले यो बडीलाई कसरी ब्यालेन्स गर्ने भन्ने कुरा सिक्यो भने त्यति सिक्दैखेरि ढाड ठिक हुन्छ भने किन नगर्ने? ब्यालेन्स गर्नु। हामी घरमा बसी बसी यो श्वास चलाएका भरमा घरमा बसी बसी हाम्रो घरमा भएको वरिपरि भएको केही जडीबुटीहरू प्रयोग गरेको भरमा हाम्रो ग्यास्ट्रिक ठिक हुन्छ भने त्यति काम हामी गर्ने कि नगर्ने? त्यसका लागि हस्पिटलै जाने पर्दैन। ढाड दुखेको लागि फिजियोथेरापी सिक्नका लागि हस्पिटलै जाने कि आफै बन्ने? तपाईँको खासमा तपाईँको उद्देश्य भनेको प्रत्येक घरमा डाक्टर निर्माण गर्नु पनि हो। प्रत्येक घरमा डाक्टर छन्, खालि थाहा नभएको हामीले थाहा दिन्छ। चेतनाको अभाव हो जसलाई चाहिँ एनर्जाइज गर्ने कुरा हो। प्रत्येक घरमा छ। अब अहिले विस्मृत भयो नि। पहिला यहाँ यति सुविधा नहुँदाखेरि यसो ज्वरो आयो रुगा लाग्यो भने के गर्नुहुन्थ्यो होला त पहिलेका बाआमाहरू? विकल्प थियो, जडीबुटी खानुहुन्थ्यो। थियो होला नि? थियो। अब अहिले तिनै बाआमालाई सोध्यो भने थाहा पाउनुहुन्न, किनकि बिर्सिसक्नुभयो। अहिले अर्कोले छोप्यो, अर्कोले ढाकिदियो। उसो भए त्यसैले दुईटैलाई लानुपर्छ। आधुनिक चिकित्सालय पनि होइन, तत्काल हामी अब छिटो खोज्यौँ, केही एक्सिडेन्ट भयो, केही गाह्रो भयो, केही छैन, त्यसको लागि आधुनिक चिकित्सा छँदैछ। तर सँगसँगै लिनुपर्छ। तपाईँ केही दबाई खाँदै हुनुहुन्छ, खाँदै पनि त्यो चिकित्सकहरूले जो यहाँ हेर्नुहुन्छ उहाँहरूले पेटका लागि केही खाँदै पनि यसो पेटका अभ्यास गर्न उहाँहरूले नै सिकाइदिनुहुन्छ। टाउकोको लागि नै केही अभ्यास सिकाइदिनु भयो भने दुईटै काम एकैचोटि गऱ्यो भने कति छिटो रिजल्ट आउला होइन? सँगै जाने। यो गर्नको लागि विशेष गरेर तपाईँको कस्तो खालको खानेकुरा खानामा पनि केही भर पर्छ? हामी सामान्यतया हामीले खानाले जुन ठाउँमा छौँ, जुन हावापानीमा छौँ, त्यहाँ उत्पन्न भएको भोजन, त्यहाँ उत्पन्न भएको अन्न सबभन्दा राम्रो। तर हाम्रो रोजाइ कहाँको हुन्छ? सहरको, अन्तैको रेडिमेड हुन्छ। अनि त्यस्तो विपरीत भएपछि समस्या आउँदैन त? मासु खाना कतिको बन्देज छ हाम्रो पतञ्जलि योगमा? हामी त अथवा योगीहरूले मासु खाना हुन्छ कि हुँदैन, अथवा आम मानिसहरूले मासु खान मिल्छ मिल्दैन? खानु आवश्यक छैन। जुन कुरा चपाउँदाखेरि रस बन्दैन नि, त्यो शरीरले सजिलै ग्रहण गर्दैन। मासु चपाउँदा रस बन्दैन, टुक्रिने मात्रै हो। स्वास्थ्यका दृष्टिले पनि। तपाईँले मासु कहिले खानु भएन? पहिला खानु भए। कति भयो छोडेको? भयो 25 वर्ष। 25 वर्ष भयो। के बुझ्नुभयो मासु नै नखानु पर्ने रहेछ अथवा मासु खाँदाखेरि बेफाइदा यो रहेछ, के बुझ्नुभयो आम दर्शकलाई भन्नु न? यसरी बुझौँ, मासु खाँदाखेरिको जुन विकल्प हो नि, त्यो प्रशस्त अरू कुराहरूमा छ। अर्को कुरा, मासु सहज रूपमा पच्दैन। जब पच्दैन त्यो सडिन्छ। सडिएपछि त के हुन्छ? रोगै त पैदा गर्छ। मेन प्रब्लम समस्या भनेको मासु सहजै नपच्ने कारणले गर्दा मासु नखाइएको। एउटा त त्यो पनि भयो। अर्को कुरा, सहज पच्दैन, त्यो सडिन्छ। सडेपछि उसले रोगै त पैदा गर्छ। क्यान्सर जस्ता जगर्ने रोगहरू बनाउँछ। सबभन्दा बढी त्यो देखिया छ नि त, मांसाहारबाटै हो। अझ मांसाहारमा पनि त्यो आगो तलबाट बालेर सुकुटी बनाउँछ नि त, फ्राई गरेको होइन। ठिक छ, कसैलाई अब अहिले केही नभनौँ, अरू राम्रा कुराकै कुरा गरौँ न। खाना मिल्ने अरू होइन, जस्तो हामी यो प्रसङ्गमै छौँ न त। तर कस्तो भने अहिले पछिल्लो समयमा मान्छेहरूले के पनि भन्नुहुन्छ भने मासु पनि एउटा रोगको कारक तत्त्व हो है।
प्रश्न छ। अनि अर्को कुरा मासुकै कुरा गर्ने हो भने के चल्ने के हो त्यो के अरे बोइलर होइन धेरै त्यसलाई बनाउनका लागि के औषधि खुवाउनु पर्यो निश्चित रूपमा धेरै एन्टिबायोटिक औषधिहरू एन्टिबायोटिक अब त्यो एन्टिबायोटिकको असर यहाँ पर्छ पर्छ अलि दिनमा अरू हामीले खाने एन्टिबायोटिकले काम गर्दैन त्यसका कारण एकदम एन्टिबडी उत्पादन हुँदैन हाम्रो। दर्शकवृन्द हामी खबर आजको .com मार्फत चाहिँ आज विशेष गरेर पतञ्जलि योग समिति नेपालका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रशिक्षक समेत रहनुभएका लोकनाथ खनालज्यूसँग अन्तरङ्ग कुराकानी गर्दैछौँ। योग किन आवश्यक छ, स्वस्थ जीवन किन चाहिन्छ मान्छेलाई र स्वस्थ जीवन कसरी जिउने हामी यो कुराको खोजी गर्दैछौँ। स्वस्थ जीवन सबैलाई चाहिन्छ होइन, तर उपायहरू योग मात्रै हो कि यो बाहेकका अन्य छन्? अब यसो छ, सक्रियता हो मैले भने नि, सक्रियता कुन तरिकाले सक्रियता हुन्छ त्यसैलाई अपनाउनु। यो शरीरलाई सक्रिय बनाउनु पर्यो, त्यो ब्यालेन्सपूर्वक सक्रियता। सक्रियता त जस्तो खेतमा काम गर्ने सक्रियता त छ नि, तर हाम्रो काम के हुन्छ भन्दा सिजनेबल हुन्छ होइन। र धान रोप्ने बेलामा धान रोप्ने, मकै रोप्ने बेलामा मकै रोप्ने। अब त्यो ग्यापमा के गर्छौँ, आराम गर्ने। त खोइ त नियमित सक्रियता त भएन नि। त्यसैले नियमित सक्रियता। अब भोजनका भेराइटी त बढे किनकि सुविधा सँगसँगै आइरहेछ। अनि अर्को कुरा पहिला त यहाँ अहिले प्राय सबका घरमा मोटरसाइकल छ, प्राय छ नि, स्कुल आउनु पर्दा नि हिँड्नु पर्दैन। भनेपछि त्यो उकालो ओह्रालो पनि कहाँ हामीले गरिरहेछौँ त सहजै। हामी कसैको कुनै माध्यमको प्रयोग गरेर गरिरहेका छौँ। त्यो मोटरसाइकल साधनको प्रयोग गरिरहेका छौँ नि। साधन प्रयोग गरिरहेका छौँ भने यसलाई साधना नि दिनु पर्यो नि त। शरीरको साधना खोइ त, साधन त भयो, साधना भएन। साधना गर्नु पर्यो। कुनै चाहिँ जस्तो अब हामीले जीवनलाई पनि बुझ्न सकेका छैनौँ क्या होइन, जीवनलाई नबुझेकै कारणले गर्दा दुःख पनि पाइरहेका छौँ। जीवन के हो तपाईँले भोगेको जीवन र वास्तवमा जीवन के हो? जीवन उत्सव पनि हो। उत्सव कुन अर्थमा उत्सव? यसलाई जीवनलाई सकारात्मक रूपमा अगाडि बढायौँ भने यो उत्सव बन्न सक्छ। जीवनलाई रोगी बनाएपछि कसरी उत्सव हुन्छ, शरीरलाई रोगी बनाएपछि कसरी उत्सव हुन्छ त? यो शरीरलाई स्वस्थ बनाइदिउँ त्यसै उत्सव हुन थाल्छ। खुसियाली हो। अब हामी उत्सव केमा खोज्छौँ? दारूमा खोज्छौँ। जिन्दगी सन्तुष्टि हो। मेरो बुझाइमा जिन्दगी भोगायो जस्तो लाग्छ। भोगाइ त जन्मिनु नै भोगायो नि। जन्मिनु नै भोगायो होइन, भोग्ने के लाग्छ? जस्तो गुरु यहाँले चाहिँ भोग्नु भएको जुन जिन्दगी छ नि, र एउटा आम मानिसले, अझ भनौँ हामी जस्तै मान्छेले भोगेको जीवनमा कस्तो फरक पाउनुहुन्छ तपाईँले? हजुर, के फरक हुन्छ त्यसमा? हुन त सबले आत्मसन्तुष्टिका लागि मरिहत्ते गर्ने हो, तर तपाईँ आत्मसन्तुष्टि केमा भेट्नुहुन्छ त्यसमा भर पर्छ। तपाईँ आफूलाई कन्याउनुमा आत्मसन्तुष्टि लिनुहुन्छ? अच्छा, आफूलाई कन्याउने कसले हो? आफैले हो। लुतोको रोगीले आफैले हो। त्यो लुतोको रोगी आफै हो नि त। हजुर, त्यो खालको सन्तुष्टि लिनुहुन्छ। हजुर, म के गर्छु, तपाईँ मुस्कुराएकोमा म मुस्कुराउन सक्छु। म जसरी यो चलाउँदै हिँड्छु, शिविर चलाउँदै हिँड्छु, त्यहाँनिर कोही ग्यास्ट्रिकका रोगी, ढाडका रोगी, मनका रोगी, तनका रोगीहरू जब मुस्कुराउनुहुन्छ नि, हजुर हो, मलाई आत्मसन्तुष्टि त्यहाँ मिल्छ। मैले यो भन्दै गर्दाखेरि तपाईँको प्रश्न, मेरो प्रश्नको तपाईँको जवाफ अलिकति अन्त्यतिर गयो क्या, थोरै अलिकति मोडिफाई भयो जस्तो मलाई लाग्छ होइन। जस्तो होइन, मैले भोगेको जीवन र तपाईँले भोगेको जीवन तपाईँ त्यसमा सन्तुष्ट हुनुहुन्छ, त्यही भएर चाहिँ तपाईँको भोगेको जिन्दगी
त्यो त्यही त भोगाइ फरक यहीँनिर हो भन्न खोजेको। हजुर हजुर तपाईँ आफू कन्याउनमा व्यस्त हुनुहुन्छ, म तपाईँलाई मलम लगाउनमा व्यस्त छु भनेपछि तपाईँको जीवन र हाम्रो जीवनमा त्यस्तो फरक देखिन्छ। मानिलिउँ त, आम मान्छे मानौँ न, त्यो किसिमको भयो। यसलाई अझ सार संक्षेपमा बुझ्ने गरिकन भनिदिनु न। त यो जीवनलाई हजुर हामी खालि किरा फट्याङ्ग्राको जस्तो जिन्दगी जिराखेका छौँ क्या। खाने पिउने जिउने त्यहाँभन्दा अगाडि बढेनौँ। खाने पिउने जिउने किरा फट्याङ्ग्राले नि गरेको छ नि, हो त्योभन्दा अलग हुनु पर्यो। जिन्दगीको अर्थ फरक छ त्यसले त्योभन्दा अलग हुन सक्यो भने अनि आनन्द आउँछ क्या। दिन सक्नु पर्यो। तपाईँसँग भएको कुरा धन सम्पत्तिले दिनुपर्छ। त्यो धन सम्पत्ति किन दिनु पर्यो? के दिनु पर्यो त? होइन, तपाईँले ज्ञान दिनुहोस्, तपाईँले अरूलाई जगाउनुहोस्, त्यो पनि त दिनु हो। त्यसबाट सन्तुष्टि मिल्छ, त्यही नै जिन्दगी। दिन सक्नेले जो दान गर्छन् नि, हजुर कहिले सम्पत्तिकै दान गर्नेहरू पनि जति खुसी हुन्छन् लिने भन्दा त दिने खुसी हुन्छन् नि, होइन र? एकदम एकदम। त्यसैले त्यो सम्पत्तिको होस् या ज्ञानको होस् या केहीको होस्, त्यस दिन सक्नु पर्यो। हामी उतातिर हेरेर कुरा गरौँ होइन। जस्तो अहिले परिवारहरू एकदमै दुखी छन्, धेरै मनहरू दुखी छन्। जस्तो हुन्छ नि, मनको रोग खतरनाक हो कि जुन रोगहरू लाग्छ वास्तविक रोगहरू भन्छौँ हामीले, कसरी चाहिँ रोग? जस्तो हामी सानसानो रोग लागे पनि के गर्छ भन्दा, हजुर असर त दुइटैलाई पर्छ नै पर्छ। तनले पनि मनलाई असर पार्छ, मनले तनलाई नै असर पारि नै हाल्छ। तर मनले के कहाँसम्म पुर्याइदिन्छ भन्दा आत्महत्यासम्म पुर्याइदिन्छ। हो, म यही कुरामा जोड्दै थिएँ, तपाईँले ट्याक्कै प्रसङ्ग जोडिहाल्नु भयो। त्यो अहिले खतरनाक के भयो त? मनको रोग। जस्तो आत्महत्याका घटनाहरू बढिराखेका छन् क्या। किन बढ्छन् होला? कन्ट्रोल गर्न नसकेर हो कि मान्छे काम भएन के? कसरी कन्ट्रोल गर्ने त? त्यही त, कन्ट्रोल भनेको के हो भने बिजनेस चाहियो। हजुर, व्यस्त हुनु पर्यो। हो, बिजनेस चाहियो। अब हामीसँग साधन छ, साधनमा हेर्दा हेर्दै त्यहाँ विभिन्न खालका कुराहरू देखिन्छ। सक्रियता हुनु पर्यो क्या। त्यो कुनै खेतमै भए पनि सक्रियता हुनु पर्यो। माटोसँग रमाउन सक्नु पर्यो या केही कुरामा आफूलाई व्यस्त बनाउन सक्नु पर्यो। हामी बिजी नभएको कारणले, व्यस्त नभएको कारणले नै हो यो सब आत्महत्या हुने, घरमा कलह पर्ने। त्यो के एउटा ज्ञान बाँड्न नसकेर होइन? त्यो ज्ञान त छँदैछ नि। ज्ञान त अब ज्ञान बाँडे पनि त गजब भइहाल्छ नि। जस्तो तपाईँ एउटा परिवारलाई राम्रो बनाउनका निमित्त एउटा परिवारको कुनै पनि सदस्य, हामी सब व्यक्तिगत, कुनै पनि सदस्य, घर परिवारभित्रै पनि पुरा व्यक्तिगत भयौँ। सबका घर हात हातमा साधन छ, कोठा कोठामा छन्, बिजी त देखिन्छ। तर त्यो बिजी कसका लागि बिजी भएको छ? स्वयं आफ्नो लागि मात्र, आफ्नो लागि पनि भएन, खालि आफ्नोलाई बिगार्नलाई मात्रै बिजी भएको छ। डिप्रेसनमा जाने स्थिति आउने भनेको आफूलाई बिगार्ने हो। त्यसैले कुनै सेवामा होस् या केहीमा होस् व्यस्त हुनु पर्यो। त्यसका लागि सत्संग चाहियो क्या। सत्संग चाहियो, एक्लै हुन भएन। सत्संग चाहियो। सत्संग भनेको संगत हुनु पर्यो, मतलब राम्रो संगत हुनु पर्यो, सत्संग हुनु पर्यो। अहिले हामीले गरिराखेको नि यो सत्संग हो क्या। यो छलफल पनि त सत्संग हो। त्यो डिप्रेसनमा गइसकेको मान्छेसँग त्यसरी बार बार हामी सत्संग गऱ्यौँ, छलफल गरिराख्यौँ भने उसले यतातिर सोच्न थाल्छ नि, म कतै गलत बाटोतिर त भन्नेतिर सोच्न थाल्छ। मतलब ती व्यक्तिहरू जसले चाहिँ आफूलाई डाइभर्ट गरिराखेका छन् समाजबाट अथवा आफ्नो जीवनलाई पनि बुझ्न सकिराखेका छैनन्, तिनीहरूलाई सत्संगको आवश्यक छ। अथवा त्यसलाई एक्लो छ, हामी अङ्ग्रेजीमा भन्दा मोटिभेसन भन्छ। हजुर, मोटिभेट गरिराख्नु पर्यो। डिमोटिभेटेड छन् तिनीहरू, मोटिभेट गर्नु पर्यो, जगाउनु पर्यो। वास्तवमा जीवन पाएको छौँ, यो जीवन अमूल्य छ भन्ने बनाउनु पर्यो। तपाईले सरसर्ती हेर्दाखेरि जीवन कस्तो हुनुपर्छ? कस्तो भन्ने कस्तो हुनुपर्छ? मान्छेले जिन्दगी भन्छ नि, मैले जिएको छु, पिएको छु, मेरो जिन्दगी हो, मेरो यस्तै जिन्दगी छ भन्छ।
अर्कोले भन्छ म यसमै सन्तुष्टि छु, कुखुरा पालेको छु, त म मेरो पेसामा छु, मेरो यही छ, ठिक छ भन्छ। तर वास्तवमा हुनुपर्छ चाहिँ जीवन कस्तो? जीवन आफूलाई पनि नबिगार्ने, अरूलाई पनि नबिगार्ने हुनु पर्यो। भनेको जस्तो खाएको छु, पिएको छु भन्नेले आफूलाई बिगारेको बिगारेन, बिगार्यो, आफूलाई मात्र बिगार्यो र समाजलाई बिगार्यो, परिवारलाई बिगार्यो, समाजलाई बिगार्यो, परिवारलाई तनाव दियो भनेपछि त्योबाट रहित न तपाईँलाई बाधा पुगोस् मेरो कारणले, न स्वयंलाई बाधा पुगोस्, त्यो खालको। सठिकमा भन्दाखेरि जीवन कस्तो हुनु पर्ला रहेछ भए? त्यही त भन्नु। सुन्दर हुनुपर्छ, सबैले वाह भन्ने सुन्दर हुनुपर्छ। सुन्दर त त्यति गर्ने बित्तिकै सुन्दर भइगयो नि। न तपाईँ मलाई बिगार्नुहुन्छ, न आफूलाई बिगार्नुहुन्छ। भनेपछि जीवन कसैलाई पनि हानि नगर्ने किसिमको हुनु पर्यो, सुन्दर भइहाल्छ नि। त्यसरी सुन्दर हुन्छ। हामीले आज विशेष गरेर योगसँग सम्बन्धित र निरोगी कसरी बन्न सकिन्छ भन्ने विषयवस्तुमा कुराकानी गर्दैछौँ। जिन्दगी जिउनको लागि के चाहिने रहेछ? हामी धरतीमा जुन आएका छौँ नि, धरतीमा आउनुको हाम्रो उद्देश्य भनि त सक्नुभयो। फेरि मैले फट्याङ्ग्रा जति भन्दा माथि उठ्नु पर्यो। माथि उठ्नु पर्यो। यो जीवन पाएका छौँ भनेपछि होइन, हामी गुरु अलिकति मैले के भन्दा खोजेँ, हामी अधिकांश मान्छेहरूले अथवा हामी मान्छेले चाहिँ के भन्ने गरेका छौँ भने मैले भोगेको जिन्दगी नै सर्वेसर्वा हो, अथवा यो नै बडो गजबको छ, आनन्दित छ भन्छौँ। तर हामीले समाजको लागि पनि त केही गर्नुपर्छ होला। त्यो हामीले कसरी बुझ्ने हो? अब त्यो त्यही कुरा त भने योगले सक्छ यस्तो बुझाउनु? यसले जगाइदिन्छ मान्छेलाई। जब भित्र केमिकल चेन्ज आउँछ नि, पोजिटिभ केमिकल, पोजिटिभ केमिकल आउने बित्तिकै त उसको क्रिया पोजिटिभ भइहाल्छ नि। अब अहिले बगिरहेछ पुरा बडीभरि नेगेटिभ केमिकल छ त, अब उसले गर्ने कार्य के हो त? जब योगका अभ्यासहरू गर्छौँ, प्राणायाम गर्छौँ, भित्र चेन्ज ल्याइदिन्छ क्या। योगका अभ्यास प्राणायामहरू गर्दाखेरि शरीरलाई पोजिटिभ भाइब्सहरू तरङ्गित गरिदिन्छ। अवश्य आउँछ त्यो, एक क्षणले पनि मान्छेमा चेन्जेस ल्याउँछ। अनि पोजिटिभ केमिकल जब एक्टिभ हुन थाल्छ उसको क्रिया के हुन्छ त? पोजिटिभ हुन्छ, खुसी हुन्छ। अब यस्तो छ क्या, खुसी व्यक्तिले बाँड्ने के हो? फेरि खुसी बाँड्छ, खुसी बाँड्छ। जस्तो एउटा परिवारमा होस् अथवा एउटा चाहिँ नि संस्थाभित्र होस्, होइन, एउटा व्यक्ति नेगेटिभ हुन्छ तर त्यही संस्थाभित्र एउटा पोजिटिभ पनि हुन्छ। तर नेगेटिभ थट्सहरूले, नेगेटिभ एउटा खालको भनौँ न जुन सर्कलको व्यक्तित्वहरू छ उसले चाहिँ जितिराखेको हुन्छ। त्यसलाई जित्नको लागि के गर्नुपर्छ होला? धैर्यता र बारबारको प्रयत्न गरिराख्नुपर्छ। त्यो त अब दारू त जङ्गलको टुप्पोमा लगे पनि त बिक्री हुन्छ, होइन? दुध हुँदैन, दुधलाई त्यहाँ लगे पनि त हुँदैन नि। दुधलाई के गर्नु? दुधलाई त घरमा ल्याएर हो, त्यस्तो अवस्था छ। यो राम्रो कुरा पनि त्यस्तै हो, समय लाग्छ, गजगच्याइराख्नुपर्छ, प्रयत्न गर्नु पर्यो, गरिराख्नु। अमृत दारू हो जस्तो होइन नि त, खोज्नु फैलिन्छ तर ढिला हुन सक्छ, परिवर्तन आउँछ। थाक्छ नि मान्छे, कसो नथाक्ला? भनेपछि परिवर्तन गर्नको लागि चाहिँ एउटा निरन्तरता, कन्सिस्टेन्सी चाहियो। निरन्तर त हुनैपर्छ। जुन कुरा तपाईँले फिल गर्नुभयो कि यो राम्रो हो भनेर फिल गर्न मात्रै हुन्न क्या, अब त्यसलाई निरन्तर गर्नु पर्यो क्या त्यो कुरालाई, अनि आउँछ र सही रूपमा रिजल्ट। यो योग साधना जुन मेडिटेसनहरू गर्छौँ नि हामीले, होइन, जुन अभ्यासहरू गर्छौँ, मेडिटेसन भन्नु साधना भन्नु के छ? फरक हो कि कस्तो? के छ फरक? त्यो ध्यान हो नि त, होइन? मेडिटेसन भनेको एउटा पार्ट हो। एउटा पार्ट बताइदिन्छु। हजुर, योग भन्ने बित्तिकै त्यहाँ यम छ, हजुर, नियम छ, आसन छ, प्राणायाम छ, प्रत्याहार छ, धारणा छ, ध्यान छ, समाधि छ। योग भित्र ती सबै चिज हो। त ध्यान भनेको, मेडिटेसन भनेको त्यही योगकै एउटा पार्ट हो। ध्यानको पार्ट योग होइन, योगको पार्ट ध्यान, योगको पार्ट हो, एउटा पार्ट हो, महत्त्वपूर्ण। उसो भए योग हो,
योग भन्ने बित्तिकै त्यसैमा आउने चिज भयो। योगाभ्यास भन्ने बित्तिकै आसन पनि आयो, प्राणायाम पनि आयो, ध्यान पनि आयो। ध्यानले मान्छेलाई कसरी शुद्धिकरण गर्छ अथवा ध्यानले मानिसलाई कसरी चाहिँ भनौँ पहिला त एकैचोटि जस्तो त्यो एउटा सिँढी हुन्छ। हजुर। त सिँढीमा एउटा खुड्किलो अर्को खुड्किलो गर्दै चढ्यो भने सजिलो कि एकैचोटि माथि चढ्न खोज्यो भने सजिलो? सजिलो त खुड्किलो। बस त्यही खुड्किलो पार गर्दै जानुपर्छ अनि मात्र ध्यान लाग्छ। अब एकैचोटि आँखा चिम्लेर ध्यान गर्छु भन्यो भने त कल्पनामा डुब्ने मात्रै हो। त्यसैले स्टेज चढ्दै गयो भने ट्याक्क के हुन्छ स्टेजहरू? त्यही त अघि भनिसकेँ। यम एउटा स्टेज नियम यो स्टेज हो। स्टेज पार गर्दै गयो भने अनि सजिलै पुग्यो। नत्र एउटा स्टेजबाट अर्कोमा तन्किन खोज्यो भने के हुन्छ, कहिलेकाहीँ चिप्लिन्छ, ध्यानपूर्ण हुँदैन, चिप्लिन्छ भने चिप्लिन्छ। त्यसैले त नचिप्लिकन चढ्नलाई एक सिँढी गर्दै गयो भने सजिलो बन्छ। अब यहाँ डाइरेक्ट तलबाट यहाँ तलमा आउन के उपाय छ? सिँढी चढ्यौँ हामी त। सिँढी एउटा अब अरू केही उपाय हुन्छ? पुली आउँदै पनि आयो हामी होइन, पुली आउँदै आयो कि यस्तो हुन्छ कि त हेलिकप्टर ल्यान्ड गर्नु पर्यो नि। पर्यो, त्योभन्दा अर्को विकल्पै छैन। जस्तो हाम्रो सिडी नै हो, अर्को त के छ त होइन विकल्प? कि त हेलिकप्टरबाट लिफ्ट चाहियो होइन विकल्पहरू। त्यसैले त्यो सबैले हेलिकप्टर चढ्न सक्ने हैसियत हुन्छ हुँदैन। त्यसै आम मान्छेका लागि सजिलो के त सिडी एक गर्दै चढ्ने, यति गर्यो भने प्राणायाम गर्दै गयो भने अनि सजिलै ध्यान लाग्छ कि। यति गर्यो भने अब यहाँ पेट दुखिरहेछ, हजुर, यहाँ ढाड दुखिरहेछ, हजुर, यसरी बस्यो भने कहाँ जान्छ मन? ध्यान त त्यही जान्छ नि त। ढाड दुखिरहेछ, पेट दुखिरहेछ, कसरी ध्यान लाग्यो? ध्यान लागेन। त्यसैले पहिला यसलाई ठिक गर्न पर्यो कि अनि सजिलै यसलाई ठिक गर्ने माध्यम भनेको योग हो। आसन प्राणायामहरू यही हो। खाना धेरै खानुपर्छ खाना स्वस्थ बन्नलाई अथवा आफ्नो शारीरिक अवस्थालाई मजबुत बनाउनलाई? कति खाने? खाना त जति शरीरले पचाउन सक्छ त्यति खाने। जति पनि खाने हो? जति होइन, पचाउन सक्छ। मान्छेले कति खान्छन् अहिले अरे थाहा छ? यति खान्छन् अरे हजुर कि आफूले खाएको खानाको आधाले पुग्छ। आधा चाहिँ हामी डाक्टरको लागि नि खाइदिन्छौँ। डाक्टरको लागि कति खान्छौँ? धेरै खाने भयो, मतलब रोगी बन्ने भयो होइन त? डाक्टरको लागि पुग्ने भनेको त्यही त हो। त्यसैले खाना कम गरे हुन्छ। अनि एउटा भनाइ पनि छ त, सात्विक थोरै खाए बल, धेरै खाए मल। सात्विक भोजन भन्छौँ नि हामीले, त्यो भित्र सात्विक भनेको सजिलैसँग पच्ने भोजन, पच्ने किसिमको सागसब्जीहरू, रोटीहरू हो, फलफुल, यी सजिलै पच्ने कुरा। जुन अघि तपाईँले उच्चारण गरेको त्यो सात्विकमा परेन, त्यसले गरिष्ठ बनायो। त्यसैले त्यो सात्विकमा पर्दैन। अब हामी झन् अन्तिममा छौँ होइन। शरीर शुद्ध बनाउनका लागि, मन शुद्ध बनाउनका लागि के चिज आवश्यक पर्दो रहेछ? शरीर शुद्धिका लागि पनि केही कर्महरू छन्। यो त मैले अहिले भने आसन प्राणायाम छँदैछ। शरीर शुद्धिका लागि केही कर्महरू छन् योगमा। यो नाकलाई शुद्धिकरण गर्ने, मस्तिष्कलाई शुद्धिकरण गर्ने, यो छातीको भागलाई शुद्धिकरण गर्ने, आमाशयलाई शुद्धिकरण गर्ने, तल मलद्वारलाई शुद्धिकरण गर्ने भनेर अलग अलग विधान गरिदिएको छ। नेति, दौती, बस्ती, कपाल भाती, त्राटक, नौली भनेर यस्ता कुराहरू शरीर शुद्धिकरणको लागि है। अब त्यो प्रक्रियाहरू पनि छन्। हजुर, अब ती नगरे पनि कम्तीमा अहिले तत्काल आसन प्राणायाम त्यो ध्यानपूर्वक मात्रै शरीर शुद्धिकरणको लागि तपाईँले भनिसक्नुभयो। अब हामी मनको शुद्धिकरणको लागि के गर्नु पर्यो? मनका शुद्धिका लागि सत्संग ध्यान सत्संग गर्नु पर्यो। दर्शकवृन्द, हामी खबर आजको .com छौँ। हामीले एकदमै सुन्दर कुराकानी, एकदमै अत्यन्तै पछिल्लो समयमा धेरै मानिसहरूको लागि आवश्यक पर्ने कुराकानी, जसले तपाईँलाई प्रेरणादायी एउटा सद्मार्गमा दोहोऱ्याउन सक्छ, मलाई यस्तै लागेको छ। यही विषयवस्तुमा केन्द्रित रहेर मैले कुराकानी गरेँ पतञ्जलि योग समिति नेपाल केन्द्रीय सदस्य एवं केन्द्रीय प्रशिक्षक समेत रहनुभएका लोकनाथ खनालसँग। यहाँहरूलाई कस्तो लाग्छ प्रतिक्रिया लेख्दै गर्नुहोला। जस्तो गुरुजी, अब हामी अन्तिममा त छौँ, मैले भनिसकेँ होइन। मैले यहाँलाई चाहिँ सोध्न भुलेका केही कुराहरू र यहाँले भन्नै पाए हुन्थ्यो, अझै एउटा कुरा छुट्या छ भन्ने खालको लागेको छ त्यस्तो? छुट्ने कुरा त छुट्टिरहन्छ नि। तर सबैलाई म यो युट्युब च्यानल हो नि, युट्युब च्यानल मार्फत
कि यो जीवन हामीले पाएका छौँ, यसलाई सदुपयोग गरौँ, दुरुपयोग नगरौँ, कि यसलाई ठिक गर्नका लागि हामी पहिले यो जीवनलाई चलाइरहन्थ्यौँ। हजुर। भनेपछि यो वातावरण पनि शुद्ध थियो, भोजन पनि शुद्ध थियो, सब कुरा शुद्ध थियो। तर अहिले सब कुरामा अशुद्धि आइरहेछ। त्यसबाट जोगिनका लागि पनि यो जीवनलाई सक्रिय बनाऊ। केही नभए नि एउटा अभ्यासको नाम लिइदिन्छु। केही भ्याउनु भएन भने सूर्य नमस्कार मात्रै भए पनि गर्नुहोस्, हैन? केही भ्याउनु भएन भने त्यति मात्रै भए पनि गर्नुहोस्। अब त्यो सूर्य नमस्कारको अभ्यास अब अहिले स्कुलहरूमा पनि छ, तर अब त्यो स्कुलमा पढाउने प्राविधिकको कमी हुनसक्छ, विद्यालयमा पनि छ, पाठमा पनि छ, त्यो कमी हुनसक्छ। अब टेलिभिजनका माध्यमबाट, युट्युबका माध्यमबाट पनि सिक्न सकिन्छ। युट्युबमा सूर्य नमस्कार भनेर टाइप गर्नुहोस्, त्यहीँबाट हेरेर पनि गर्न सकिन्छ, अरू कुरा पनि गर्न सकिन्छ। यहाँलाई यो यहाँको व्यस्त समयका बावजुद होइन र हामीलाई यो एक किसिमको एउटा महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद। हस् दर्शकवृन्द, हामी यो श्रृङ्खलाबाट आज्ञा चाहन्छौँ। यस्तै भिडियो हेर्न हामीलाई सब्सक्राइब गर्नुहोला। नमस्कार। You are watching khabarajko.com. Always with you.